गाइज गुड मर्निङ नमस्ते सबैलाई। अहिले चाहिँ म कहाँ छु भने ठ्याक्क तपाईँको यो कोसीको बगरमा क्या यो ठाउँमा छु क्या। यो कहाँ भन्ने यो ठाउँ चाहिँ बोरा क्षेत्रै पर्छ होइन, तर हामी चाहिँ अब यता कोसी हो, सबै कोसी हो होइन। यो कोसीले गर्दा यो बाटो नभएर चाहिँ हामी रामपुरबाट घुमेर आउनुपर्छ क्या। पुरै हरियाली यो चरण क्षेत्र क्या। यो चाहिँ हेर्न सक्नुहुन्छ यो भैँसीहरू पर देख्नु भैँसी सबै भैँसी पाल्नलाई हो। यो यता पनि सबै भैँसी पालन भयो। यता देख्नुभयो नि, यहाँ चाहिँ म आज भ्याक्सिनेसन गर्न आएको छु क्या। यस्तै छ क्या यो सबै। यो चाहिँ के हो भने यो पारी देख्नुहुन्छ नि, यो चकरघटी हो, पारी सबै चकरघटी हो। अनि यहाँ चाहिँ अब के हुन्छ, हामी उता चतरा हुँदै यो रामपुरबाट घुमेर आउनुपर्छ कि। किन भन्दाखेरि यता यो पुल छैन क्या, न झुलुङ्गे पुल न ठुलो पक्की पुल। त्यही बर्खामा चाहिँ अब तर्न सकिँदैन, त्यही भएर चाहिँ हामी उताबाट घुमेर आउनुपर्छ। उता रामपुर उदयपुर हुँदै हामी आउने भनेको चाहिँ बरा क्षेत्रै हो क्या। बरा क्षेत्रको यो एउटा पशुपालन यो क्षेत्र चाहिँ फेरि बस्ती कहीँ छैन के। यो सबै यो एउटा सानो यस्तो झुपडी बनायो, यस्तो यो देख्नु भएको नि तपाईँहरूले, कटेजहरू जस्तो बनायो। त्यहाँ चाहिँ अब 2-4जना गोठालाहरू बस्ने, अनि यस्तै यो भैँसी चराउने बस्ने, दिनभरि यही कामै यही हो क्या। अनि यता चाहिँ अब यो कोसीले भयो सबै। अहिले यो तपाईँको आज 6 महिना हिउँदमा चाहिँ यहाँ केही सुक्खा यो क्षेत्र। उता ठुलो कोसी चाहिँ पानी टन्नै हुन्छ ठुलो कोसीमा चाहिँ। यता चाहिँ हिउँदमा केही हुँदैन क्या, सबै यो सुक्खा हुन्छ, पानी हल्का हुन्छ, सानो पानी हुन्छ। अहिले चाहिँ हेर्नु त कत्रो छ, बर्खामा चाहिँ पुरै हुन्छ। यो क्षेत्रमा सबै यो हो, देख्न सक्नुहुन्छ है तपाईँहरूले। यो क्षेत्र चाहिँ के हो भने यो पशुपालनको लागि एकदम महत्त्वपूर्ण क्षेत्र हो क्या। एकदमै यो क्षेत्र चाहिँ भैँसी मेन त अब गाईहरू त छैन, घाँसको पनि समस्या अब हिउँदमा त्यस्तै हुन्छ। अहिले चाहिँ अब देख्नुहुन्छ यो सबै हरियाली नै हरियाली छ क्या यो क्षेत्रहरू हेर्नु त। यता यो पारी कोसी टप्पु पर्छ, कोसी टप्पु नजिकै छ यहाँबाट, श्रीलङ्का टप्पु नि। यहाँको भैँसी जङ्गली भैँसीहरू पनि सबै यहाँ आएर क्रस भएर जन्मेकाहरू छन् सबै क्या, देख्न सक्नुहुन्छ। यता चाहिँ हाम्रो गाईघाट पर्यो, यता हाम्रो यो सुनसरी हो, यता पारी सबै देख्नुभएको छ नि। यो कोसी हो, कोसी हेर्नु त कहाँ छ यो सानो कोसी। यो पारी देख्नु भएको छैन होला, टावर जस्तो यो देख्नुहुन्छ नि त, बत्तीको टावर जस्तो। त्यो पारी चाहिँ ठुलो कोसी बगेको छ होइन। यता पारी सबै पाडाहरू चरण क्षेत्र हो यो सबै के, देख्न सक्नुहुन्छ है। यस्तै छ। आज चाहिँ म बिहानै आएको, 6 बजी आएको। यहाँ काम सकियो, अब म हिँड्न आँटेको छु। अब धरान फर्किनु पर्ने छ अहिले, त्यही भएर चाहिँ अब देख्न सक्नुहुन्छ है गाईहरू। यो क्षेत्रमा चाहिँ डल्फिनहरू पनि छ अरे क्या, यहाँ सुनेको है मैले, अब देखेको छुइनँ। डल्फिन माछाहरू पनि छ अरे यहाँ सबै, मसिनो ठुलो सबै गरेर छ अरे। सबै कोसीको क्षेत्रहरू है यो गाइज।